सन् 1950 नजिकिँदै जाँदा काठमाडौँको वातावरण झन् तनावपूर्ण हुँदै गयो। राणा शासकहरूलाई शङ्का हुन थाल्यो कि राजा कुनै ठूलो योजना बनाइरहेका छन्। दरबारमा निगरानी बढाइयो, हरेक गतिविधिमा नियन्त्रण राखियो। तर त्यसैबीच इतिहास बदल्ने क्षण नजिकिँदै थियो। एक रात त्रिभुवनले साहसिक निर्णय लिए। उनी आफ्नो परिवारसहित दरबार छोडे। गन्तव्य थियो भारतको दूतावास। यो साधारण कदम थिएन, यो 104 वर्ष लामो राणा शासन विरुद्धको खुला चुनौती थियो। काठमाडौँमा बिहान उठ्दा देशमा हलचल फैलिसकेको थियो। राजा दरबारमा छैनन् भन्ने खबर आगो झैँ फैलियो। राणा शासकहरू आत्तिए। उनीहरूले तुरुन्तै प्रतिक्रिया दिए। त्रिभुवनलाई पदबाट हटाइयो र केवल 4 वर्षको उमेर मात्र पुगेका त्रिभुवनका नाति ज्ञानेन्द्र वीरविक्रम शाहलाई राजा घोषणा गरियो। उनीहरूले सोचे अब सबै नियन्त्रणमा आयो, तर वास्तविक उल्टो भयो। जनताले यो निर्णय स्वीकार गरेनन्। देशभर असन्तोष फैलियो। प्रजातन्त्रको माग अझ बलियो भयो। आन्दोलनहरू सुरु भए। सडकमा आवाजहरू गुन्जिन थाले। राजा फर्काऊ, जनता अधिकार चाहन्छ। अन्तर्राष्ट्रिय समुदायले पनि नजिकबाट हेर्न थाल्यो। भारतमा समेत राजनीतिक दबाव बढ्न थाल्यो।